विभिन्न बहानामा डलर खेती अनि रोडमा तमासा देखाएर सिंहदरबार छिरेर आफ्नो स्वार्थ पूरा गर्न पल्केका, मानव हिंसा रोजेर पशु अधिकार खोज्नेहरू बेलैमा सूत्र। केटिएम अथवा कुनै सहरमा बसेर बाँदर, बँदेल, दुम्सी जस्ता वन्यजन्तु मार्न हुँदैन, संरक्षण गर्नुपर्छ भन्नेहरू सुन। नेपालको कुनै पनि विकट ठाउँमा गएर वन्यजन्तुले अत्यन्तै दुःख दिने ठाउँमा गएर 2-4 साल खेती किसानी गरेर जीविका चलाउन सक्छौ? सक्दैनौ। त्यसो भने त्यहाँ होइन उफ्रिने ठाउँ, माइती मण्डलामा होइन उफ्रिने ठाउँ, जहाँनिर अहिले वन्यजन्तुले दुःख दिइरहेछ त्यहाँ गएर उफ्र। कमसे कम किसानीको खेती जोगिन्छ। फेरि किसानहरू उठेर आयो भने नि तिमीहरूको चाख र नाक एकै ठाउँ हुने गरी बाँधेर लगेर भिरबाट छोड्दैलान्। त्यतिखेर तिमीहरूको प्यार 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 गर्ने मुख नि कहाँ पर्छ भन्ने थाहा होला नि। चेतना भया हुन त तिमीहरूको बहुमुखिया रूप पर्नुपर्ने ठाउँै तिनीहरू हो होइन, अझै सफा नगरेको बेला।